जुन प्रशासन के गर्न सक्छ, देशको प्रशासनलाई के कतिमा उसमा उच्च पार्न सक्छ अनि इत्यादि कुराहरू आजको समयको कुरो हो। तर मलाई चाहिँ यति बेला के लागिरहेको छ भने हाम्रा ती पुर्खाहरू जसले पशुपतिनाथको तपाईँको सुनको छाना, सुनको गजु, सुनको ढोका आधार बनाएर त्यत्र मन्दिर खडा गरे, त्यतिका ढुङ्गे धाराहरू बनाएर, त्यतिका तपाईँका सुनका मलमा भएका प्रतिमाहरू, राजाहरूको प्रतिमाहरू बनाएर खम्बामा छोडेर गयो, कतिका गोल्डन गेटहरू बने, कतिका गोल्डन टेम्पलहरू बनाए, इत्यादि इत्यादि यति गरेर यति सम्पदामा यति देशलाई माथि उठाएर गए। त त्यो बेलाको जनप्रशासन कस्तो थियो त, त्यो बारेको एउटा इतिहास हाम्रो छ कि छैन, त्यो बारेमा पनि अलिकति सोच्ने हो कि, अनि यो मेरो आफ्नो जिज्ञासा। कमसेकम हामी अगाडि चाहिँ बढिराखेको छ। यति बेला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल, राष्ट्रिय गानमा पनि त्यही बनिराखेको छ। अग्रगामी नेपाल अग्रगामी भइराखेको छ। तर त्यो अग्रगामी नेपालको निम्ति त्यसको पृष्ठभूमि खोज्ने कि नखोज्ने, त्यो पृष्ठभूमि जम्मै बिर्सिएर जम्मै सखा पार्ने हो कि अगाडि मात्रै जाने हो कि पृष्ठभूमि पनि अलिकति चाहिन्छ। किनभने पृष्ठभूमि नभएको, त्यो फन्डामेन्टल चिज नभएको, त्यो बेसिक चिज नभएको कुरो जति अगाडि बढ्यो भने फर्कन जाँदैन भने, फर्केर हेर्न जाने भने इतिहास अपुरो हुन्छ, अधुरो हुन्छ, एक अगाडि मात्रै बढिराखेको हुन्छ। त्यस सन्दर्भमा अब किराँत कालको कस्तो थाहा छैन, तर कमसेकम लिच्छवी कालको आजभन्दा तपाईँको 1500-1600 वर्ष अगाडिको त्यो शिलालेखहरू, शिलापत्रहरू, त्यो जनप्रशासनका सब इस्तिहारहरू, आदेशहरू, सनदहरू त्यो बेला अहिलेको जस्तो किताब तपाईँले छापेको पनि छैन। त्यो बेला जति जति हुन्थे त्यो ढुङ्गैमै उडेर लेखेर सब लेखिदिन्थे, सनद, आदेशहरू, इस्तिहारहरू, फल्ना राजाको पालोमा, फल्ना मन्त्रीको पालोमा यो तरिकाले यो गर्नु भन्ने कुरा आउँछ। हाम्रो अहिले जनप्रशासन खोज्ने हो भने त्यसैमा जानुपर्छ। त्यसैले आजसम्म पाइएको त्यस्तो जनप्रशासनको सन्दर्भ जोड्दाखेरि राजा मानिदिएपछिको राजा भने शिवदेव र शिवदेव राजा भएको बेलामा त्यो बेला अंशुवर्मा चाहिँ महामात्री प्राइम मिनिस्टर राजा चाहिँ भएको थियो। त्यो बेलामा राजा शिवदेव र अंशुवर्मा यी दुईजनाको संयुक्त नाम भएको एउटा शिलालेख ललितपुरको चापागाउँ र लेले पुगेपछि लेलेको सरस्वती कुण्डको हाराहारीमा कैकति थियो, अझ पनि त्यो शिलालेख छँदैछ। त्यसको उतार प्रकाशमा पनि आइराखेको छ भने त्यो शिलालेख चाहिँ यो सबभन्दा पुरानो यति बेला जहाँसम्म मलाई थाहा छ जनप्रशासनको निम्ति त्यो एउटा चाहिँ तपाईँको ज्यादै तपाईँको म्याग्नेट चार्टर जस्तो त्यस्तो किसिमको शिलालेख जसमा त्यो बेलाको शासन कस्तो, त्यो बेलाको राजकुल कसरी बनाएर कसरी त्यो राजकुल काम गर्दै थियो, त्यो बेलाको पानीको व्यवस्था, खेतीपातीबाट खानेपानीको निम्ति, पटुवाको निम्ति पानी, सारा कुराको पानीको कस्तो व्यवस्था, तलाउहरू कसरी भरिन्थे, कमलका पोखरीहरू कसरी तपाईँको सजाउ गरिन्थे, पानीको त्यस्ता व्यवस्था त्यो बेलाको जनप्रशासनकै भन्नु। यी कुराहरू चाहिँ जम्मै त्यो शिवदेव र अंशुवर्माको पालाको त्यो शिलालेखमा अङ्कित छ। त्यही शिलालेखमा अनि आजको जुन गुचीलाई लिएर त्यत्रो महामारी चलिराखेको, आन्दोलन चलिरहेको, सारा कुरा भइरहेको, सरकारले त्यो फेरि विवेकी फिर्ताले जति सारा कुरा त भइराखेकै छ। त्यो गुचीको महिमा, गुचीको महत्त्व र गुचीले चर्चिएको जनजीवन, गुचीले चर्चिएको त्यो जनव्यवस्थाहरू त्यो खोज नीति गरेर गर्ने भयो भने त्यो गुचीको त निकै ठुलो भूमिका पो हुँदो रहेछ। त्यसैले त्यो गुची नै वास्तवमा त्यसको व्युत्पत्ति खोज्दै जाने हो भने त्यो शिवदेवको पालाको, शिवदेव र अंशवर्माको पालाको त्यो शिलालेखलाई अगाडि राख्नुपर्छ। त्यसमा के लेखिराखेको छ भने वादित्र गोष्ठिका, पानीय गोष्ठिका, एउटा सब्जेक्ट शीर्षक थियो वादित्र गोष्ठिका। गोष्ठिका भनेको त्यो गोष्ठिका हो, त्यो गोष्ठिकाबाट गुची आएको छ। गुची भनेको शब्द त छैन, त्यो संस्कृत शब्द पनि मैले के भयो, त्यो गोष्ठिकाबाट अपभ्रंश भएर हाम्रो शब्द ठेस शब्द बनेको छ गुची। त्यो गुची त्यो तीबाट आउँछ तपाईँको त्यो वादित्र गोष्ठिका भने वादित्र भन्दाखेरि
साझा कल्चर बाजागाजादेखि लिएर बजाउनदेखि लिएर नाचगानदेखि लिएर सारा गरादेखि भातृ गोष्ठिकाको निमित्त यति जग्गा पाल्न ठाउँमा यति कमाएसम्म यति मुरी यति आउने जग्गा हामीले व्यवस्था गरेको छौँ भने त्यो बेलाको व्यवस्था त्यो बेलाको जनप्रशासन थियो त्यो सुविधा जनताको निम्ति सुविधा त्यसै पानीय गोष्ठिका पानीको निम्ति राजकुलोदेखि लिएर पिउने पानीदेखि लिएर बटुवाहरूले खाने पानीदेखि लिएर पोखरीमा भर्ने पानीदेखि लिएर सारा कुराको निम्ति यति खेत यति जग्गा यति पाल्न कमाउने अनुपालन गरेको दिएको छ त्यो तरिकाले त्यो मन्दिरको निमित्त भयो त्यो बेलाको सारा व्यवस्था चाहिँ त्यो गुठीकै व्यवस्थाबाट हुन्छ गुठी नै हाम्रो सबैभन्दा मूल आधारित गुठी थियो अनि बिग्रियो गुठी त्यो अर्को कुरो त्यो गुठीको त्यो बेलाको त्यो इतिहास त चाहिन्छ नि त्यो इतिहासै नभएको त हाम्रो अगाडि बढ्दैन त्यसको इतिहास भएको यो मुलुक गोष्ठीका त्यो पृष्ठभूमिको त्यो चाहिँ म चाहिँ जोड्न चाहन्छु।